धन्यवाद। यो महासचिव अन्य पनि थुप्रै कुराहरू होला, तर हामीले चाहिने धेरै कुरा यो घरबाल मञ्चको विषयमा नबुझेको हुनाले धेरै बोल्न खासै उचित हुँदैन। त्यसैले यो घरबाल मञ्चको जो 7औं साधारण सभा तथा 14औं अधिवेशन भव्य रूपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यही राख्छु। धन्यवाद। रेडियो 3 FM का अध्यक्ष श्री माधवराज अधिकारीज्यूलाई शुभकामना मन्तव्य राखिदिन म हार्दिक अनुरोध गर्दछु। नेपाल घरबहाल उपभोक्ता मञ्च आफैमा एउटा सशक्त मञ्च बनिरहेको छ। म छोटो समयमा यसबारेमा जानकार भइरहेको छु। खास गरी लक्ष्यजीसँग मेरो अलिकति सम्बन्ध पछिल्लो समय प्रगाढ भएपछि म अन्य साथीहरूसँग पनि लामो समयदेखि फरक ढङ्गले हलवाई भएका साथीहरूसँग पनि यो नेपाल घरबहाल उपभोक्ता मञ्चको नेतृत्वदायी भूमिका उहाँहरू हुनुहुन्छ। यसरी फेरि भेटघाट भएको छ, खुसी लागेको छ। उहाँहरूले आज आफ्नो 7औं साधारण सभा र 14औं अधिवेशन सम्पन्न गर्दै हुनुहुन्छ। यसका लागि सम्पूर्ण आयोजक र खास गरी कार्य समितिका सम्पूर्ण साथीहरू र सम्पूर्ण सदस्य साथीहरूलाई हार्दिक बधाई छ। यो आफैमा एउटा महत्त्वपूर्ण र चुनौतीको विषय छ, किनकि बजार व्यवसायमा खस्कदो पछिल्लो समय हो। खास गरी भूकम्प पछाडिको विभिन्न चरण, नेपालमा भएको विभिन्न चरणहरूले पछिल्लो समयमा जुन व्यवसायमा अलिकति स्तरोन्नति हुन सकेको छैन र नयाँ युवा व्यवसायीहरू सबै बाहिर पलायन हुने र पुरानो व्यवसायीहरूले जो निरन्तर आफ्नो व्यवसाय गरिरहनु भएको छ उहाँहरू सबै एउटा ब्याङ्किङ सिस्टम र खस्कदो व्यवसायका कारणले गर्दा चिन्ता बढिरहेको अवस्थामा जुन व्यवसाय धानिरहनु भएको छ, यसले समग्रमा ठुलो लगानी गरेर घर बनाउने, बिल्डिङ बनाउने र त्यो घर भाडामा दिने र भाडाकै सपनाले धेरै ठुल्ठुलो योजना बनाउने त्यस्ता घरबेटीहरूलाई पनि अत्यन्त अप्ठ्यारोमा पारेको छ र सम्पूर्ण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका छ उहाँहरूको जीवनलाई अझ फलदायी बनाउन। यस्तो महत्त्वपूर्ण साझेदारी निकाय, खास गरी घरबहाल आफैमा र घरबेटी दुईटा पक्ष बिचको सम्बन्ध सुधारकको रूपमा र निरन्तर एउटा सम्बन्ध प्रगाढ गरेर नेपालको सम्पूर्ण विकासमा, समाज विकासमा, व्यवसाय विकासमा र परिवार विकासमा, उद्योग व्यापार विकासमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्नका लागि नेपाल घरबहाल उपभोक्ता मञ्चले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ र उसको अत्यन्त महत्त्वपूर्ण भूमिका छ भन्ने मैले अनुभूति गरेको छु र विभिन्न सञ्चार माध्यममा यस्ता खालका गतिविधिहरू आउन आवश्यक पनि छ। यो चिज हामी एकदमै लुकेर गइरहेका छौँ कि जस्तो लाग्यो, किनकि यो ब्यानर हेर्दाखेरि हामीले खास गरी मिडियामा नेपाल घरबहाल उपभोक्ता मञ्च छ, यसले पनि यसरी काम गरिरहेको छ भन्ने गतिविधि हामीले सोचे जसरी दिन सकिरहेका छैनौँ कि भन्ने कुरा चाहिँ मलाई आजको कार्यक्रममा अलिकति भन्न मन लागिरहेछ। त्यसतर्फ आगामी नेतृत्वले अझ सशक्त भूमिका निर्वाह गर्नुहोला। यहाँहरू पटक पटक छलफलमा बस्नुहुन्छ, पटक पटक मेहनत गर्नुहुन्छ, तर ती चिजहरू बाहिर आयो भने मलाई लाग्छ घरबेटी, घरबहाल, उद्योग व्यापार समग्र सम्पूर्ण जति निकाय छन् सबैले घरबहाल उपभोक्ता मञ्चलाई हेर्ने दृष्टिकोण र सहकार्य गर्ने, आगामी दिनमा निरन्तर हामीले कुनै पनि कार्यक्रम गर्दा पुँजी खोज्न नपर्ने, सबै यसरी स्पोन्सर गर्छौँ, हामी कार्यक्रमको आयोजना गर्छौँ, हामीलाई कन्सेप्ट ल्याउनुहोस् भनेर उहाँहरू आफै आह्वान गर्ने भूमिकातर्फ हामी बढ्न सक्छौँ। यसतर्फ यहाँहरूले विशेष गरी पहल गर्नुहोला। केन्द्रीय टिमले, प्रदेश टिमले र जिल्ला टिमले खास गरी यसमा निकै पहल गर्न सक्नुहुन्छ। यो तर्फ यहाँहरूले आउनादै म आजको कार्यक्रममा यो चिसोलाई तातो बनाउनका लागि जुन भूमिका निर्वाह गर्नुभएको छ सम्पूर्णलाई हार्दिक बधाई दिँदै मलाई पनि अत्यन्त व्यस्त समयका बिचमा पनि यहाँ आउने मौका दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद छ। धन्यवाद। त्यसै गरी हाम्रो संस्थाको हाम्रो यो कार्यकालभरि नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेले हाम्रो यस 2080 सालदेखि गर्दै आएको प्रतिवेदन, हाम्रो प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, हाम्रा समस्याहरू के छ म हाम्रो संस्थाको प्रतिवेदन म सुनाउन चाहन्छु। पेशनमा महासचिव द्वारा आगामी योजना सहितको प्रगति प्रतिवेदन। यस सभाका सभाध्यक्षज्यू नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेका 7औं साधारण सभा तथा 14औं अधिवेशनमा हाम्रो निमन्त्रणालाई आत्मसात गरी पाल्नुभएका आजका प्रमुख अतिथि घरबहाल सरकार महासंघ नेपालका केन्द्रीय उपाध्यक्षज्यू
अतिथिज्यू नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षज्यू, कोलपुर उद्योग वाणिज्य संघका अध्यक्षज्यू, नेपाल घरबाल उम्ता मञ्चका संस्थापक अध्यक्ष मोती मेथडज्यू, विभिन्न जिल्लाबाट आउनुभएका घरबाल संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न सञ्चार क्षेत्रबाट आउनुभएका सञ्चारकर्मीज्यूहरू, यस मञ्चका पदाधिकारी तथा सम्पूर्ण उपस्थित साधारण सदस्यज्यूहरू, घर जग्गा भाडामा दिने र लिनेहरूको बहाल क्षेत्रमा थुप्रै व्यावहारिक र कानुनी समस्या रहिआएका छन्। कतै घर धनी पीडित छन् भने कतै घर बहालमा बहालवाला व्यवसाय वा भाडामा वाला पीडित भएका छन्। देशमा संघीयता लागू भइसकेपछि पनि स्थानीय सरकारले बहाल समस्या समाधान गर्न पालिका स्तरमा बहाल क्षेत्र हेर्ने संरचना गठन नभएको हुँदा घरबाल समस्याका व्यथित समाधान गर्ने विषयमा आलोचनात्मक घरबाल देखिएको छ। उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष तथा आजको यस कार्यक्रमका विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन प्रदीप भट्टराईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। मुलुकी देवानी संहिता 2074 मा घरबाल सम्बन्धी केही कानुनी व्यवस्था गरिएको छ, तर त्यो पूर्ण छैन। भएको पनि व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेको छैन। त्यसैले बहाल क्षेत्रमा रहेका समस्या दीर्घकालीन रूपमा समाधानको लागि कानुनमा उल्लेखित भएका कुरा पूर्ण लागू गराउन र अपुग आवश्यक परेका कुरा स्थानीय सरकारले नीति वा कार्यविधि बनाई लागू गराउन नेपाल घरबाल मञ्च बाँकेले विभिन्न सरकारवाला संस्था सँग समन्वय गर्दै स्थानीय सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै आएको कुरा यहाँ अरू सबैलाई अवगत गराउन चाहन्छु। बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भई स्थापना भएको स्थापना कालदेखि हालसम्म जिल्लामा सेवामूलक सामाजिक कामहरू गर्दै आइरहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। यस सन्दर्भमा घर धनी र बहालमा बसी व्यवसाय गर्ने व्यवसायीहरू, विभिन्न पेशागत सङ्घ संस्था, स्थानीय सरकार सबैबाट प्राप्त माया, सहयोग, विश्वास, सकारात्मक सोच र समन्वयका कारण मञ्चले सामाजिक एकता सद्भाव कायम राख्दै विशुद्ध गैर राजनीतिक र गैर नाफामूलक कार्यमा आफूलाई लक्षित गर्दै आज यस गरिमामय क्षणसम्म आइपुगेको छ। यसका लागि मञ्चको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट पनि घर धनी र बहालवाला व्यवसायी, पेशागत सङ्घ संस्था, स्थानीय सरकार, हामीलाई सहयोग गर्नुहुने सञ्चारकर्मी, सम्पूर्ण सर्कलवाला सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु। करको दायरा बढाई सबैलाई करको दायरामा ल्याउनु पर्ने, मुख्य बजार क्षेत्र, सहायक बजार क्षेत्र, औद्योगिक क्षेत्र, आवासीय क्षेत्र, ठाउँ अनुसार फरक भाडा दर तोकी बजारको क्षेत्र वर्गीकृत गर्नुपर्ने। तोकिएको भाडा दर 2 वा 3 वर्षको निश्चित समयमा 5 देखि 10% भाडा वृद्धि हुने नीतिगत व्यवस्था गर्नुपर्ने। स्थानीय पालिकाहरूमा बहस क्षेत्र हेर्ने संरचना बहाल समन्वय समिति गठन गरिनुपर्ने, जसमा घरबाल उपभोक्ता मञ्चको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने। नगरपालिका वा नगर विकास समितिको माताहतमा रहेका घर सटर भाडामा लगाउँदा न्यूनतमदेखि अधिकतम भाडा दर निश्चित गरी स्थानीय व्यवसायहरूलाई लक्षित गर्दै कुपनको प्रक्रियाबाट सटर उपलब्ध गराउने नीति लागू गरी स्थानीय सरकार घर धनी नभई जनताको अभिभावक हो भन्ने कुरा सन्देश दिनुपर्ने। बहाल दिने र लिनेहरूको हक हितको संरक्षण प्रवर्धन गर्नुका साथै विभिन्न समयमा आइपर्ने दैविक प्रकोप, भवितव्य महामारी जस्ता घटनामा विपद व्यवस्थापनको रणनीति लागू गर्दै विभिन्न सेवा शुल्क, कर, ब्याज छुटको व्यवस्था गर्नुपर्ने। बहाल व्यवस्थापन र सुनिश्चितको लागि बहाल दिने र लिनेहरूको 2 वर्षमा यथार्थ तथ्याङ्क सङ्कलन गर्नुपर्ने। नेपाल घरबाल उम्ता मञ्च बाँकेले बहाल क्षेत्रमा गर्दै आइरहेका सामाजिक काम तथा प्रगति विवरणहरू यस प्रकारमा बताउन चाहन्छु।
2 वर्षको अवधिमा 25 पटक कार्य समितिको औपचारिक बैठक बसी गरिएका संस्थागत निर्णयहरू कारण गर्दै आएको हालसम्म नवीकरण भएका संस्थाहरूमा साधारण सदस्य संख्या 170 165 भएको छ 170 रहेको छ। प्रत्येक वर्ष संस्थाको गतिविधि समावेश गरी भित्तेपात्र प्रकाशन गर्दै निःशुल्क वितरण गर्दै आएको छ। वर्षमा एक पटक सदस्य विस्तार तथा नवीकरण अभियान सञ्चालन गरी समाधान सदस्यहरूको अभिलेखीकरण गर्दै आएको छ। नेपालगञ्ज उपमहानगरपालिका नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा संस्था सूचीकृत गरिँदै आएको छ। नेपाल घरबाल उपभोक्ता मञ्च बाँके घरबाल सरकार महासङ्घमा आबद्ध भई प्रत्येक वर्ष महासङ्घको सदस्यता नवीकरण गर्दै महासङ्घका विविध कार्यक्रममा सक्रिय सहभागी हुँदै आएको छ। घरबाल सरकार महासङ्घको अवधारणा तथा प्रपोजल पत्र बाँके जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा पुर्याउने काम गरिएको छ। नेपालगञ्ज र कोहलपुर क्षेत्रमा विभिन्न समयमा घरधनी र बहालवाला बीच उत्पन्न भएका विवाद हामीलाई प्राप्त निवेदनका आधारमा दुवै पक्षलाई छलफल गराई विवाद समाधान गरिँदै आएको छ। 2082 साल असार 18 गते घरबाल सरकार महासङ्घ नेपालको 15औं स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो, जसमा 41 पोइन्ट रगत हामीले सङ्कलन गरेका थियौँ र उक्त रक्तदान कार्यक्रममा कोहलपुर कृषि बजार व्यवस्थापन समितिद्वारा पनि फलफुल निःशुल्क सहयोग प्राप्त भएको थियो। 2082 साल असार 9 गते नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा राजस्व परामर्श समितिमा नेपाल घरबाल उपभोक्ता मञ्च बाँकेको संस्थागत प्रतिनिधित्व गराइयोस् भनी पत्र सहित उपप्रमुखज्यूलाई ध्यानाकर्षण गराइएको थियो। घरबाल समस्या समाधानका विषयमा बाँके जिल्लाका स्थानीय सरकार र प्रमुखसँग विभिन्न समयमा छलफल अन्तर्क्रिया गरी ध्यानाकर्षण कार्यक्रम गराउँदै आएको छ। 2080 फागुन 19 गते नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख श्री कमरुद्दिन राईज्यूको प्रमुख अतिथिमा र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सङ्घ धामीज्यूको विशेष अतिथितामा नेपालगञ्जमा नगर स्तरीय भेला गरी 7 जनाको नगर स्तरीय इकाइ समिति गठन गरिएको थियो। नेपालगञ्ज नगर स्तरीय इकाइ समितिले गर्दै आएको सामाजिक कार्यमा जस्तै सरसफाई तथा अनाथहरूलाई खाद्यान्न वितरणका सहयोग कार्यक्रम गरेको थियो, जुनमा जिल्ला कमिटी सहभागिता जिल्ला कमिटीले सहभागिता जनाउँदै आएको थियो। 2082 श्रावण 7 गते नेपाल घरबाल उपभोक्ता मञ्च बाँकेको 7औं स्थापना दिवसको अवसरमा नील सागर आश्रममा गई अनाथ बालबालिकाहरूलाई खाद्यान्न वितरण गरियो। पछिल्लो समयमा कोहलपुर नगरपालिकामा व्यवसाय नवीकरण तथा बहाल कर्मका विषयमा देखिएको समस्याका सन्दर्भमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यज्यूसँग समक्ष ज्ञापन पत्र सहित ध्यानाकर्षण पत्र गरिएको थियो। आर्थिक मन्दीको समयमा महँगी तथा बैंकको चढ्दो ब्याज र भञ्चार सम्बन्धी देखिएका समस्याको व्यवसाय पीडित भएको सन्दर्भमा उद्योग वाणिज्य सङ्घ लगायत बाँकेका विभिन्न सङ्घ संस्थाहरूमा सम्मिलित नेपालगञ्जमा भएको विरोध कार्यक्रममा नेपाल घरबाल उपभोक्ता मञ्च बाँकेले पनि सक्रिय सहभागिता रहेको जानकारी गराउँदछु। आगामी दिनहरूमा हाम्रो घरबाल संस्थाले गर्नुपर्ने थप कामहरू नेपाल घरबाल उपभोक्ता मञ्च बाँकेले गर्दै आएका माथि उल्लेखित सबै कामहरूलाई हामी आगामी दिनहरूमा त्यसलाई निरन्तरता दिने गर्नेछौँ। घरबाल तथा उपभोक्ता मञ्चको अधिकार घरबालको उपभोक्ता अधिकारको सम्बन्धित नियमित सचेतना कार्यक्रम विस्तार गरी कानुन नीति सल्लाहकार सहयोग सेवालाई बढी प्रभावकारी बनाउने, स्थानीय तह र सरकारवालासँग सम्बन्ध बलियो बनाई घरबालको महत्त्वको विश्वास दिलाउने, घरबाल सम्बन्धी उजुरी व्यवस्थापन प्रणालीलाई अझ व्यवस्थित र छिटो सेवा प्रदान गर्ने, आगामी दिनमा सदस्य संख्या वृद्धि गर्दै 2 वर्षभित्र भएको संख्यामा दोब्बर बनाउने लक्ष्य राखिएको छ।
बाँकी जिल्लाका बाँकी रहेका सबै स्थानीय पालिकाहरूमा पनि घरबाल समिति गठन गरी स्थानीय पालिकामा दर्ता गरी सञ्चालन गरिनेछ। घरबाल क्षेत्रमा देखिएका समस्याहरूको सन्दर्भमा घर धनी र बहालवाला बीच छलफल अन्तर्क्रिया गरी कतिपय समस्या आन्तरिक रूपमा हल गर्दै जाने र बाँकी नीतिगत रूपमा स्पष्ट हुन नसकेका कुराहरू नयाँ नीति निर्माण गर्नुपर्ने विषयमा स्थानीय सरकारसँग निरन्तर समन्वय गरिनेछ। स्थानीय पालिका, नगरपालिका, उपमहानगरपालिका, घरबाल क्षेत्र हेर्ने संरचना, बहाल समन्वय समिति, घरबाल उपभोक्ता मञ्चको प्रतिनिधित्व सहित हुने गरी गठन गर्न स्थानीय सरकारसँग जोरदार पहल गरिनेछ। घरबाल सरकार घरबाल विषयमा करका विषयमा देखिएका अन्योलताको अन्त्य गर्न र सबैलाई करको दायरामा ल्याउन घर धनीले तिर्नुपर्ने बहाल कर घटाई 2% कायम गराउन स्थानीय सरकारसँग निरन्तर समन्वय गरिनेछ। आगामी दिनमा घर बहाल समस्या र समाधानका विषयमा प्रशिक्षण, अन्तर्क्रिया र व्यावसायिक तालिमहरू सञ्चालन गरिन्छ। उक्त काम गर्नका लागि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, दात्री निकायसँग सहयोग लिने कुरामा पहल गरिनेछ। संस्थाको उद्देश्य पूरा गर्दै जाने क्रममा आवश्यक परे विधान संशोधन पनि गरिनेछ। आदरणीय अतिथिगण, सहभागी सदस्यज्यूहरू, प्रस्तुत प्रतिवेदनमा उल्लेखित भएका वा उल्लेख हुन छुटेका विषयमा यस गरिमामय सभा अतिथिता गर्नुभएका अतिथिज्यूहरू तथा सम्पूर्ण सहभागी सदस्यज्यूहरूको सुझावलाई सिरोपर गर्दै तदनुसार आगामी योजना बनाई संस्थालाई अघि बढाउने कुरा प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। अन्त्यमा आजको यस 7औं साधारण सभा तथा 4औं अधिवेशनलाई भव्यताका साथ सफल पार्नमा सहयोग गर्नुहुने आजका अतिथिज्यू, जिल्ला कार्य समितिका साथीहरू, नेपालगञ्ज नगर इकाइ कमिटीका सम्पूर्ण साथीहरू, संस्थापक पदाधिकारी साथीज्यूहरू र उपसमिति संयोजक तथा सदस्यज्यूहरू, कार्यालय सञ्चालन र व्यवस्थापनमा सहयोग पुर्याउनुभएका संस्थाका सम्पूर्ण सदस्यज्यूहरू, नेपाल घरबाल उपभोक्ता मञ्च बाँकेका सम्पूर्ण सल्लाहकार साथीहरू उपभोक्ता मञ्चको बाँकेको तर्फबाट हार्दिक धन्यवाद, आभार प्रकट गर्न चाहन्छु। जय घरबाल। महासचिव लक्ष्य बहादुर विक, नेपाल घरबाल उपभोक्ता मञ्च बाँके, मिति 2082 पुस 5 गते। हस्, धन्यवाद। अझै राम्रो खालको पहिलो भन्दा दोस्रो खालको समिति राम्रो भएको थियो, दोस्रो भन्दा तेस्रो खालको समिति, सञ्चालक समिति राम्रो भयो र तेस्रो भन्दा चौथो सम्मेलन आज गरेर हामीले यसलाई अझै राम्रो अझै मूर्त रूप दिनको लागि हामीले जमर्को गर्दैछौँ। सञ्चालक समिति अथवा यसको समिति पनि बनाउँदैछौँ। यो बन्ने समितिलाई अग्रिम शुभकामना पनि म टक्राउँछु, किनकि यसमा कुनै लेनदेन छैन। सबै काम गरेर हामी काम गर्ने हो। उपभोक्ता मञ्च हो यो, घरबालमा बस्ने र घरबालमा बसाउने, घर धनी र घरमा बस्नेहरूको बिचको अन्तर्द्वन्द जति छ त्यो अन्तर्द्वन्दलाई कम गर्नको निम्ति राज्यसँग त्यसलाई जोडिनुपर्छ भनेर हामीले हिजोदेखि यी कुराहरू उठाउँदै मुद्दाहरूलाई उठाउँदै आयौँ। घरबाल जसले घरबालमा मान्छेहरूलाई राखेको छ, जसले लगाएको छ, ती मान्छेहरूले त्यो घरबालवालाले नै घर कर तिर्ने हो र अहिलेसम्मको ट्रेनमा त्यो अझै पनि संस्कारको रूपमा बसिसकेको छैन। संस्कारको रूपमा अनिवार्य बसाउनु छ। वाणिज्य सङ्घको अध्यक्ष पनि यही हुनुहुन्छ श्रद्धेय प्रदीप भट्टराज्यू, र हामीले अहिलेसम्म उद्योग वाणिज्य सङ्घले पनि यसलाई साँच्चै नै अगुवाई नै गरेर घरबाल कर अथवा कर तिर्नुपर्ने भनेको व्यापारीले होइन, जसको घर हो, घर धनीले नै बहाल कर तिर्नुपर्छ। कर यसको बारेमा कुनै पनि छुट हुन सक्दैन, छुट दिनु पनि हुँदैन। यसले गलत सन्देश पनि
गइरहेको छ। घर धनीलाई स्वच्छचारी बनाउने र जो व्यापार गर्न बसेको छ उसलाई घर भाडा पनि र कर पनि दुइटै हामीले लगाउनु हुँदैन भन्ने कुराहरू हामीले योभन्दा पहिल्यैबाट यो मुद्दा उठाउँदै आयौँ र अहिले हामीले पनि यो मुद्दा अहिले पनि तड्कारो रूपमा यो गरिरहेका छौँ र अहिले यो समिति तेस्रो अधिवेशनले राधाजीलाई अध्यक्ष बनायो र उहाँको अध्यक्षतामा हामीले सुरुका दिनहरूमा अब एकजना महिलालाई अध्यक्ष बनाउँ जिल्लाको अध्यक्ष बनाउँदाखेरि यो संस्था कसरी चल्छ कि चल्दैन अलिकति केही मान्छेहरूमा केही साथीहरूमा दुविधा पनि त्यस्ता कुराहरू पनि आएका थिए। यो दुईवटा धरतीमा राष्ट्रपति पनि चलाएका छन्, प्रधानमन्त्री पनि चलाएका छन्, सबै कुरो महिलाहरू चलाएका छन्। यो घरबाल मुक्त मञ्च महिलाले चलाउँदैनन् भन्ने कुरा होइन। साँच्चै भन्ने हो भने सोचे भन्दा मैले पनि मेरो मूल्याङ्कनमा हरेक सङ्घमा जोडिएको छु, हरेक बैठकहरूमा पनि म भ्याए सम्बन्धमा सहभागी छु र उहाँले गरेका कामहरू रचनात्मक कामहरू अघि प्रतिवेदनमा पनि आए रचनात्मक कामहरू पनि उहाँले गर्नुभएको छ। संस्थालाई आर्थिक रूपबाट भार पनि पार्नु भएको छैन। हरेक कुराहरूमा उहाँको जो क्षमता हो त्यो क्षमता आफूलाई प्रदर्शन गर्दै अहिलेसम्म यहाँ आउनुभएको छ। यसलाई उहाँप्रति सिकाइ नै हो होइन, उहाँले सिकिरहनु भएको छ, अझै पनि सिक्ने कोसिसमा रहनुभएको छ। सिकाइ कहिले सकिँदैन, कहिले अन्त्य हुँदैन सिकाइको। र यिनै कुराहरू राख्दै यो घरबाल उपभोक्ता मञ्च बाँकेले चौथो जिल्ला सम्मेलन सम्पन्न गर्न गइरहेको छ। चौथो जिल्ला सम्मेलन सम्पन्न गर्ने दायित्व पनि यहाँहरूको हो र अहिलेसम्मका हर हिसाबहरू हिसाब किताबहरू पनि माग गर्ने हामीले यही सम्मेलनमा हो। पछिको चौतारामा र चिया पसलमा घरबाल उपभोक्ता मन्त्रीले यस्तो गरेर उसो गर्यो भनेर टिका टिप्पणी गर्नु उपयुक्त हुँदैन। किन भन्दा यो सङ्गठित संस्था हो, यो विधिवत संस्था हो, लिगल संस्था हो। यो संस्थाका टिका टिप्पणीहरू चौताराहरूमा गर्ने होइन, बैठकमा गर्ने हो, साधारण सभामा गर्ने हो। आज यही बैठकमा जे छन् सबै कुराहरू तपाईँहरूको मनमा लागेको कुराहरू पनि यही बैठकमा सबै कुराहरू सम्पन्न गरेर आफ्ना कुराहरू पनि यहीँ राखेर यसलाई विधिवत ढङ्गबाट सम्पन्न गर्नु छ। सबैको दायित्व हो यो, कुनै एउटा अध्यक्षको दायित्व होइन, उपाध्यक्षको महासचिवको मात्र दायित्व होइन। हामी सल्लाहकारदेखि लिएर सबैको योसँग जोडिएका सबै सदस्यहरूको उत्तिकै भूमिका रहन्छ, उत्तिकै दायित्व रहन्छ, उत्तिकै समाधानको सूत्रधार हामी बन्नुपर्छ भन्ने कुराहरू राख्दै चौथो यो 7औं साधारण सभा चौथो अधिवेशन अहिलेसम्म 7वटा साधारण सभाहरू भए र चौथो निर्वाचन सम्मेलन हो। यो दुई अर्थबाट यसको महत्त्व छ। दुईटा ढङ्गबाट नियमित साधारण सभा र चुनावी साधारण सभा दुईटै हो यो। त्यसो हुँदाखेरि यसको अलि महत्त्व छ। समय छोटो छ, कार्यक्रम ढिलो भएको छ हाम्रो सुरु हुन पनि र यही कुराहरू राख्दै यो कार्यक्रमको पूर्ण सफलताको भव्य र सभ्य ढङ्गबाट सफलताको शुभकामना गर्दै समितिमा पनि समिति निर्वाचनमा पनि हामीले जिल्ला स्तरलाई अझै यसको दायरा बढाउनु छ। 8वटै पालिकामा यसको दायरालाई विस्तार गर्नु छ। यो कामलाई साँच्चै तीव्रता दिने अझै योभन्दा पनि बढी अहिलेको कार्य समितिले भन्दा पनि अझै राम्रो काम गर्नको निम्ति समिति छान्ने जिम्मा पनि हाम्रो काँधमा आएको छ। यिनै कुराहरू यो छान्ने जिम्मेवारी तपाईँहरूको काँधमा छ। यसलाई सहज ढङ्गबाट सर्वसम्मत ढङ्गबाट यहाँहरूले समिति निर्माणमा सहयोग गर्नुहुनेछ भन्ने आशा र विश्वास सहित मेरा भनाइहरूलाई कार्यक्रमको पूर्ण सफलताको आशा राख्दै पूर्ण सफलताको शुभकामना दिँदै मेरा भनाइहरूलाई अन्त्य गर्ने अनुमति माग्छु। हस्त धन्यवाद। अतिथि आसन ग्रहण गरिदिनुहुन्न नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष हेम विक्रम जीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। सर अगाडि आइदिनु अगाडि। त्यसै गरी अतिथि आसन ग्रहण गर्ने क्रममा उद्योग व्यापार सङ्घका अध्यक्ष श्री विष्णु प्रसाद खनालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। विष्णु प्रसाद खनाल सर।
त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन हाम्रो संस्थाका कानुनी सल्लाहकार श्री दिलेश्वर थारूजीलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथि आसन ग्रहण गर्ने क्रममा हाम्रो संस्था नेपाल घरबाल उपभोक्ता मञ्चका प्रेस सल्लाहकार कपिल अन्जानज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्छु। सर अगाडि आइदिनु न प्लिज, सर आउनु न। सम्मान कार्यक्रमलाई जोड्न चाहन्छु। हाम्रो संस्थालाई धेरै सहयोग गर्ने सहयोगी दाता साथीहरू पनि हुनुहुन्छ जसले गर्दा संस्था अगाडि बढ्न सहयोग मिलेको छ। म उहाँहरूको नाम वाचन गर्न चाहन्छु र हाम्रो संस्थाका आजको यस कार्यक्रमका प्रमुख अतिथिहरूबाट सम्मान पत्र ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्छु। हाम्रो यस साल पनि हामीले निःशुल्क क्यालेन्डर प्रकाशन गरेका थियौँ। निःशुल्क क्यालेन्डर थाहा पाउँदाखेरि हामीले सहयोग उठाउने र विज्ञापन दिएर सहयोग उठाउने, जसले सहयोग बढी उठाउनुहुन्छ विज्ञापनमा सम्मान गर्नुहुन्छ उहाँलाई संस्थाको तर्फबाट सम्मान गरिने व्यवस्था गरिएको थियो। त्यसै गरी केही सन्दर्भमा धेरै विज्ञापन कलेक्सन गरेर संस्थालाई ठुलो सहयोग गरिदिनु भएको हुँदा हाम्रो यस संस्थाका वरिष्ठ उपाध्यक्ष श्री मेघराज अधिकारीज्यूलाई सम्मान पत्र ग्रहण गरिदिनु हुन प्रमुख अतिथिबाट सम्मान पत्र ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्छु। त्यसै गरी सहयोग गर्ने क्रममा हाम्रो नेपाल घरबाल उपभोक्ता मञ्च बाँकेका धेरै गतिविधिहरूलाई आफ्नो एफएम मार्फत प्रसारण गरी हाम्रो संस्थाको बारेमा प्रचार प्रसार गरी निःशुल्क सहयोग गरिदिनु भएको हुँदा 2 वर्ष निःशुल्क सहयोग गरिदिनु भयो। हाम्रो संस्थाको प्रेस सल्लाहकार पनि हुनुहुन्छ कपिल अन्जानज्यूलाई पनि कदर पत्र ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्छु। प्रमुख अतिथिबाट धन्यवाद। म सम्मान पत्र ग्रहण गर्ने क्रमलाई यही खाती राख्दै म फेरि मन्तव्यलाई जोड्न चाहन्छु। हाम्रो यस 7औं साधारण सभा तथा 14औं अधिवेशनमा पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरू अब हाम्रो मन्तव्य फेरिलाई जोड्न चाहन्छु। सबैको तर्फबाट उद्योग वाणिज्य सङ्घ अध्यक्ष प्रदीप भट्टराईज्यू हाम्रो संस्थाको विशिष्ट अतिथि हुनुहुन्छ। नेपाल घरबाल उपभोक्ता मञ्च बाँके 7औं साधारण सभा तथा 14औं अधिवेशन। हेलो 7औं साधारण सभा तथा 14औं अधिवेशनको सभाध्यक्ष गरिरहनु भएको आदरणीय नेपाल घरबाल उपभोक्ता मञ्च बाँके अध्यक्षज्यू, त्यसै गरी यस कार्यक्रमका प्रमुख अतिथि, त्यसै गरी विभिन्न सङ्घ संस्थाबाट यस मञ्चमा अतिथि एवं विशिष्ट अतिथिका रूपमा यहाँ पाल्नुभएको 7औं साधारण सभामा पाल्नुहुने सम्पूर्णमा उद्योग वाणिज्य मन्त्रीको तर्फबाट मेरो नम्र नमस्कार छ। हामीले हिजो पनि एउटा उद्योग वाणिज्य सङ्घ जस्तो संस्थाले व्यावसायिक हकभित्र संरक्षणका कुराहरू बुलन्द रूपमा देशभरले उठाउँदै गर्दा सबैभन्दा एउटा व्यवसायिकहरूको समस्या पहिलो दर्तामा नै जुन आउने यो घरबाल सम्बन्धी छ, यो मुख्यतया एउटा कुरा के हो भने यो सम्झौताको कुराहरू। हामीले पनि चुनावको बेलामा हामी सरकारवालाहरू सम्पूर्णले यी कुराहरूलाई सही तरिकाले सम्बोधन गरिनुपर्छ भनेर माग उठाउने परिस्थिति कहाँबाट सिर्जना भयो भन्ने कुरा यसो हामी गहिरिएर सोच्यौँ भने जबसम्म राज्य एउटा निजी क्षेत्रप्रति आम व्यवसायप्रति एउटा प्रतिबद्धता जाहेर गर्दैन वा एकदम राज्य जबसम्म एउटा व्यवसायहरूप्रति निजी क्षेत्रप्रति जब सेन्सिटिभ हुँदैन
तबसम्म हामीलाई यस्ता सामान्य सामान्य कुराहरू पनि यस्तो टड्काहरू उठाउनु पर्ने बाध्यता आइरहेको छ। यसर्थ राज्यले एउटा समन्वयकारी भूमिका निर्वाह गरेर स्थानीय सरकारमा होस्, प्रदेश सरकारमा होस् वा सङ्घीय सरकारको एउटा विशेष पहलमा एउटा विशेष किसिमको एउटा समिति बनाएर यस विषयमा एकसाई हुन सक्ने भने सम्भवतः ठुलो समस्या होइन। आज हामीले विभिन्न हाम्रा खेतहरूका भडेरीहरूका विभिन्न ठाउँको तिरोतिर जस्तै यसलाई पनि एउटा बाध्यात्मक परिस्थिति राज्यले बनाउन सकेको खण्डमा पक्कै पनि यो कुराहरू एकदम सरल ढङ्गले एउटा सल्भ हुने होला भन्ने म ठान्दछु। तथापि उद्योग वाणिज्य सङ्घले जहिले पनि आज हाम्रो घरेलुको अध्यक्ष पनि अगाडि हुनुहुन्छ, कोलपुर व्यापार सङ्घको पनि हुनुहुन्छ, सम्बन्ध सरकारवालाहरू व्यवसायिक हकमा हामी क्रियाशील सम्पूर्ण यहाँ छौँ। यसर्थ के हो भने यो हामी सबैको हाम्रा व्यवसायहरूको साझा समस्यालाई एउटा सङ्गठित हुँदै नेपाल घरबाल उपभोक्ता मञ्चले जुन प्रयासको एउटा थालनी गरेको छ त्यो पक्कै पनि एकदम स्वागतयोग्य छ। र यो राष्ट्रिय यो हाम्रो यो स्थानीय लेभलको, प्रदेश लेभलको, राष्ट्रिय स्तरको नभई यो अन्तर्राष्ट्रिय स्तरको संसारभरिकै समस्या हो। यसर्थ यस दिशातर्फ यहाँहरूको जुन एउटा वर्कआउट गर्नुभएको छ, अब यो घर भाडा सम्बन्धी किचकिच सकिए पनि अरू उपभोक्ताहरूले बिहोर्ने विभिन्न समस्याहरूमा यहाँ जहिले पनि प्रतिबद्ध भएर लड्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति हामीमा छ। यसर्थ हामीले पनि घर भाडामा लिँदै गर्दा कति एउटा उपभोक्ताहरूबाट पनि हामीले कति सानसाना कुराहरूमा पनि हामीले एउटा चुक गरिरहेको, एउटा मिस्टेक गरिरहेको अवस्था भने हामीले पनि स्वीकार्नै पर्छ। म आफै कोलपुरको बासिन्दा हुँ, नेपालगञ्जमा मेरो पसल छ, त्यो पनि एग्रिमेन्टदेखि नै यहाँहरूको मैले अहिले प्रतिवेदन पनि पढिरहेको थिएँ। वास्तवमा कति सुन्दर त्यहाँ एउटा पक्ष यहाँहरूले खेलाउनु भएको छ। यो घरबाल सम्बन्धी जुन 10% कर छ त्यो राज्यले यसलाई घटाउन सकेको खण्डमा पक्कै पनि यसलाई यहाँले माग गरे जस्तै 2% वा 3% वा 1% मा झार्न कसैको एउटा सकेको खण्डमा सबै यो उपभोक्ताहरू यहाँ एक्चुअल घरबाट कति तिर्नुहुन्छ त्यसैमा सम्झौता गरेर एउटा बाध्यताकारी भूमिका हुने थियो। यसर्थ स्थानीय सरकारले नै एउटा घरबाल उपभोक्तालाई एउटा सम्झौताको दौरान जोड्न सकेको खण्डमा हामी व्यवसायीको हक समस्याको लागि एउटा क्रियाशील संस्था सबैभन्दा गदगद हुने थियौँ भन्ने कुरा पनि म यहाँ सबै सामु राख्न चाहन्छु। र सँगसँगै मैले अब उद्योग वाणिज्य सङ्घले हामी अहिले कोलपुर वर्ष दिगो विकासको उत्सव भन्ने मूल नाराका साथ हामीले पुस 9 गतेदेखि 18 गतेसम्म एउटा कोलपुर महोत्सवको आयोजना गर्दैछौँ। यसर्थ हामी पनि हरेक सङ्घ संस्था जस्तै आर्थिक रूपमा चलायमान हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा हामी कोलपुर उद्योग वाणिज्य सङ्घको संस्थागत विकासमा क्रियाशील छौँ र यहाँसम्म आउँदै गर्दाखेरि हामीले त्यहाँ उपार्जन गर्ने केही रकमहरूबाट घरबाल उपभोक्ता मञ्चलाई के हुन्छ भने हामी बसेको खण्डमा त्यो पनि अध्यक्षको नाताले त्यो पनि हामीले केही सहयोग गर्न सकिने वा बेलामै के गर्न सकिने प्रतिबद्धता पनि म यहाँ व्यक्त गर्न चाहन्छु। मैले यहाँ बस्दै गर्दाखेरि अघि सोचेको थिएँ कहाँ छ तपाईँको अफिस, त मलाई थाहा थियो तथापि चेन्ज भयो भन्ने पनि मलाई कता कता सुनेको थिएँ। त्यही पहिलेको स्थानमा रहेछ रेडियो कोलपुर एफएमको साइडमा। त्यही भएर यसर्थ के हो भने भोलिको दिनमा यो मेला पश्चात हामीले हाम्रो तेस्रो तलालाई जुन हाम्रा वस्तुगत व्यवसाय लगायत हाम्रा अरू सङ्घ संस्थाहरूलाई पनि हामीले सँगै जोडेर उहाँहरूको अफिससम्म राख्न पाए भन्ने थियो। त्यसमा पनि आज राधा गौतम जस्तो एउटा क्रियाशील महिला आज हाम्रै सङ्घ संस्थामा उद्योग वाणिज्य सङ्घमा एउटा क्रियाशील महिला सदस्य हामीले नपाएर एउटा छटपटाउनु पर्ने एउटा परिस्थितिमा महिला उद्यमीको वास्तवमै एउटा पुरुषहरू त एउटा डिप्रेस भएर विदेश गए सबै भन्ने सुनियो। महिलाहरूमा पनि हिजोको जस्तो उत्सुकता, हिजोको जस्तो त्यो ऊर्जा राज्यले पनि सञ्चित गर्न नसकेको, व्यवसायकहरूले पनि एउटा आर्थिक गतिविधिहरूलाई निश्चित रूपमा चलायमान बनाउन नसकेको वर्तमान परिप्रेक्ष्यमा उहाँको क्रियाशीलता वास्तवमा एउटा बेजोड छ, एउटा सम्झन लायक छ र त्यसलाई चाहिँ ऊर्जा दिन हामी सम्पूर्ण एउटा व्यावसायिक सङ्घ संस्थाका नेतृत्व गर्नेहरूले सक्नुपर्छ भन्ने म ठान्दैछु। र यसर्थ आजको यो सातौँ साधारण सभा तथा चौथो अधिवेशनले सर्वसम्मत रूपमा एउटा पूर्ण एउटा कार्य समितिको चयन गरोस्, एउटा जुझारो नेतृत्व ल्याओस् भन्ने पनि शुभकामना व्यक्त गर्दै जहिले पनि नेपाल घरबाल उपभोक्ता मञ्च बाँकीसँग एउटा नङ र मासुको सम्बन्ध, एउटा हृदय साटासाटको सम्बन्ध कायम गर्न उद्योग वाणिज्य जहिले पनि सरकार रूपमा अगाडि रहेको प्रतिबद्धता समेत पुनः दोहोऱ्याउँदै मेरो मन्तव्य अन्त्य गर्छु। धन्यवाद।
धन्यवाद। त्यसै गरी हाम्रो नेपाल घरबाल उपभोक्ता मञ्च शुल्क घर भाडा दिएर यस संस्थालाई ठुलो गुण लाउनु भएको हृदयदेखि उहाँलाई हृदयदेखि धन्यवाद गर्दै कदर पत्र पनि ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरी विशिष्ट अतिथि उद्योग वाणिज्य सङ्घ कोहलपुरका अध्यक्ष यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पाल्नुभएका उद्योग वाणिज्य उपाध्यक्ष प्रदीपजी, यहाँ पाल्नुभएका अतिथिमा नेपाल साना घरेलु अध्यक्षज्यू, उद्योग व्यापार संघका अध्यक्षज्यू, हाम्रा प्रदेशका सचिवज्यू, महासंघका सदस्यज्यू र कपडा व्यवसायिक संघका अध्यक्षज्यू, सहभागी हाम्रा पत्रकार साथीहरू र यस कार्य समितिका पदाधिकारी, सम्पूर्ण साथीहरू र तपाईँ व्यवसाय साथीहरू, मित्रमा यो पुसको ठिठौँदो जाडो आज चौथो दिनको यसमा पनि नेपाल घरबाल महासङ्घलाई आमन्त्रण गरेर यस्तो जाडोमा यहाँको न्यानो माया प्रदान गर्ने जुन सुअवसर प्रदान गर्नुभयो महासङ्घको तर्फबाट यस बाँके जिल्लालाई हार्दिक हार्दिक धन्यवाद। र यस कार्यक्रममा हामीलाई बोलाएर यो संस्थाले गरिरहेका सम्पूर्ण कुराहरू, सङ्घ संस्थाबाट गरेका सहयोगीका भावहरू हामीले सुन्न पायौँ। यहाँहरू सबैलाई हार्दिक हार्दिक न्यानो अभिवादन हामी टक्राउन चाहन्छौँ। समय घर्केको छ, थालीको बेलामा ताली बज्न पनि सम्भव भएन, सबै साथीहरू गइसक्नु भएको छ। यो हाम्रो पत्रकार साथीले जुन हिसाबले भन्नुभएको छ, वास्तवमा घर बहालमा लिँदा, बहालमा बस्दा, बहालमा बस्ने मान्छेलाई दोस्रो दर्जाको रूपमा हेर्ने गर्छ। यो घर बहालमा बस्ने व्यक्ति दोस्रो दर्जाको होइन, तर हेर्ने तरिका त्यसरी हेर्छ। र घर बहाल महासङ्घ, घर बहाल सरकार, बाँके उपभोक्ता मञ्च, यसको दायरा भनेको व्यापारीको लागि मात्र होइन, घर बहाल दिनेलाई पनि हो, यो विद्यार्थीलाई पनि हो, कर्मचारीको लागि पनि हो, मजदुरको लागि पनि हो, जसले भाडामा लिएर बजारको व्यवस्थापन गरेको छ। यो बजार व्यवस्थित गर्न स्थानीय सरकारसँग वैज्ञानिक भाडा दर लागू गर, करमा दायरा कम गर, फराकिलो गरेर जाऊ, यो कुराहरूको आग्रह विज्ञप्ति किन गरेको? यहाँहरूले एउटा म निवेदन गर्न चाहन्छु, अहिले नेपालको मात्र विश्व कोरोना कहरपछि विश्व राजनीतिकमा परिस्थितिमा व्यापारीहरूको स्थिति धराशय हुँदै गइरहेको छ। व्यापार छैन, विद्यार्थीहरू त गए विदेश, अब व्यापारीको अवस्था पनि त्यस्तै छ। त्यसैमाथि स्थानीय सरकार, प्रदेश सरकारले व्यापारीलाई व्यापार करमा पनि तपाईँको बढाइरहेको छ। अझ नभएर कुनै नगरपालिकाले त बोर्ड कर लिएको छ, विज्ञापन बोर्ड भनेर लिएको छ काठमाडौँमा। र उद्योग व्यापार सङ्घसँग म बसेको छु, खेमपराजुलीसँग। यसरी हामीले हरेक क्षेत्रबाट व्यवसायलाई स्थापित हुनबाट बचाउनलाई हाम्रो सहकार्य हुँदैछ। अब घर धनीले घर व्यापारीहरूलाई हटाउँदा निश्चित रूपमा कम्तीमा 6 महिना समय दिनुपर्ने छ। बिना कारण, बिना उसको कसैले हटाउँछ भने पनि त्यसका सम्पूर्ण क्षतिपूर्ति उसले तिर्नुपर्ने हुन्छ। अब यो किसिमको हामीले सबै सङ्घ संस्थासँग हामीले हातमालो गरेका छौँ। र अहिले यहाँ मैले पनि सुने, जुन राधिकाजीको कार्यकालमा, तिलकजीको कार्यकालमा सबै सङ्घ संस्थासँग हातेमालो गरेको छ। यो एउटा सराहनीय कार्य हो, यो सामाजिक दायित्व हो। हामी राज्य होइन,
हामी समाजमा भएका विकृति विसङ्गतिको बीचमा एउटा खबरदारी, एउटा सजगता गराउने अभियानकर्ताको रूपमा हामी संस्थाको पदाधिकारी हौँ। हामीले यो हुन सक्ने कुनै पनि एक्सिडेन्टहरू, व्यापारीलाई पर्ने कुनै पनि समस्याहरूको हस्तेमा आइसे आवाजहरू उठाउने, सहयोग गर्ने यी हातेमालोहरू अबको दिनमा कुनै एउटा संस्थाले आवाज उठाएर उठ्नेवाला छैन। रूपन्देहीमा पनि 32वटा संस्थाको एउटा समूह सञ्जाल बनेको छ। हरेक संस्थासँग हामी कोअर्डिनेसन गर्छौँ। नगरपालिकाले बुटोलमा उपमहानगरपालिका बोर्ड लगायो, व्यापारीलाई कुट्यो, कतिपय व्यापारीले कुटाइ खाए, कतिको घर बाहिर बाँकी थियो, घर धनीले जबरजस्ती ताला लगाए। यस्तो अवस्था पनि आउँछ। तर के घर बाहिर बस्ने मान्छे घरै नभएका मान्छे हो त? नियत हो त? होइन। व्यापार नहुँदा परिस्थिति जन्ने अवस्थाले उनले आफ्नो दायित्वलाई पूर्ण गरेको नियत छ त दिन सकिएको छैन। त्यसो भएको हुनाले आगामी दिनमा हाम्रो पनि व्यापारीहरूले अलिकता फरक ढङ्गले बुझ्नुपर्छ र हामी पनि सङ्घ संस्थाको माध्यमबाट तपाईँहरूलाई सहकार्य गर्ने हो। तपाईँको अप्ठ्याराहरू बाधाहरूलाई फुकाउने हो। नेपाल सरकारले कर पनि घर धनले तिर्नुपर्छ भनेर उल्लेखित गरेको छ। तर यहाँ हामीले व्यापार गर्दा पनि पैछाड बैछाड हामी व्यापारीमै छौँ जस्तो मलाई लाग्छ। यो हट्यो भने मैले यतिमा लिन्छु, यसले यति दिएछ मैले यतिमा लिन्छु भन्ने किसिमको दाउपेचले गर्दा घरभित्रको अलिकता मनोबली बढेको हो कि यहाँ पनि हुन सक्छ। त्यसो भएको हुनाले समय धेरै घर्केको छ, म लामो नबोलौँ। मैले यहाँ पहिचान दिने कुरामा नेपाल घरबहार महासङ्घ जस्तै हाम्रो अन्तर्राष्ट्रिय घरबहार सङ्घ इन्टरनेसनल फाइनान्स छ, यो स्विडेनमा छ हाम्रो हेड अफिस। यो 108वटा देशमा सहकार्य गरिरहेको छ। 3वटा देशमा अहिले भर्खरै अब यो तपाईँको फरवरीमा हाम्रो उहाँ कार्यक्रम हुँदैछ। योभन्दा अगाडि हाम्रो लिस्बनमा भएको थियो। अब यो तुरुन्तै अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ। उहाँहरूले हामीलाई गाइडलाइन दिइराख्नु भएको छ। यो नेपालको घरबार ऐनमा धेरै कुराहरू त्रुटि छ। यो घरबार बस्दा या निकाल्दाखेरिको अवस्थामा धेरै त्रुटि छ। सामाजिक विकृतिका कुरा पनि छन् यसमा, सब्सिडीका कुरा पनि छन्। तर जुन उपभोक्ता यो घरबार मैत्री स्थानीय सरकार कर प्रणाली व्यापक सुधार, यो संस्थाले के भनेको छ? तपाईँले कर लिनुहोस्, करलाई दायरा बनाउनुहोस्, दर घटाउनुहोस्, दायरा बढाउनुहोस्। हामीले त स्थानीय सरकारलाई भनेको छौँ। यो सबै कुरामा सङ्घ संस्थाले पनि हातेमालो गरेर यस्ता कुरामा आवाज उठाउनुपर्छ। जसले व्यापारीको राहतमा, जसले घर धनीलाई पनि एउटा आधार दिन्छ। तपाईँले कुनै बेला विदेश जानु पर्यो, सम्पत्तिको देखाउनु पर्यो भन्यो भने तपाईँले एक्स्ट्रा दिनुहुन्छ। तर तपाईँकै सम्पत्ति, घर बहाल सम्पत्ति यति आम्दानी छ भनेर तपाईँले कर तिरेको छ भने त तपाईँले विदेश जाने बेलामा त्यो सम्पत्ति त तपाईँको आय स्रोत हुन्छ नि। यो पनि एउटा उसको कमाइ हो। त्यसो भएको हुनाले हामीले हरेक क्षेत्रबाट हेर्न जरुरी छ, बुझ्न जरुरी छ। यहाँ साथीहरू आइरहनु भएको छ र यसै बिचमा सङ्घ संस्थाका विभिन्न सङ्घ संस्थाका साथीहरू यहाँ आइपुग्नुभयो। हाम्रा कार्य समितिले एकदम लाग्दो पुग्दो सबैलाई सहयोग गर्नुभएको छ। मैले अब आउने कार्य समिति जुझारु बाँके जिल्लालाई सबैको मन जित्ने, सबै व्यापारीको हितमा काम गर्न सक्ने त्यस्ता साथीको नवगठन रहोस् र यहाँबाट विदाई हुँदा गर्दा हाम्रा आदरणीय बहिनी राधा गौतमलाई पनि
उहाँहरूको टिमलाई हार्दिक हार्दिक शुभकामना म दिन चाहन्छु र यो 7औं साधारण सभा 4थो महाधिवेशन भव्य र सभ्य सफलताको शुभकामना सहित यहाँहरू सबैलाई हार्दिक हार्दिक अभिवादन भन्दै आफ्नो 2 शब्द यहीँ अन्त गर्छु। हस्त धन्यवाद, नमस्कार, जय घरबाल। घरबाल पहिले सुरुमा घरबालको जय होस्। यस नेपाल घरबाल उपभोक्ता मञ्च पार्टीको 7औं साधारण सभा तथा 4थो अधिवेशनमा उपस्थित हुनुभएका हाम्रा प्रमुख अतिथि नेपाल सरोकार महासङ्घका उपाध्यक्ष श्री राजु लिगलज्यू, विशिष्ट अतिथिज्यूहरू, मञ्चमा आश्रित अतिथिज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू, मिडियाका कर्मीबाट पाल्नुभएका मिडियाकर्मीज्यूहरू र हाम्रो साधारण सदस्य लगायत हाम्रा कार्य समितिका साथीहरू, इकाइ कमिटीका साथीहरू सबैलाई मेरो तर्फबाट न्यानो अभिवादन टक्राउँछु। सबै कुरा त हाम्रो अगाडि साथीहरूबाट आइसकेको छ र महासचिवको प्रतिवेदनबाट संस्थाको गतिविधि पनि लगभग सबैले पढिसक्नुभयो, सुनाइसक्नुभयो। मैले फेरि दोहोऱ्याउन चाहिनँ त्यसमा। र घरबाल के हो भन्ने कुरा पनि हाम्रो प्रमुख अतिथिजीबाट प्रस्ताइसक्नु भएको छ। त्यसैले समय पनि एकदम अगाडि बढिरहेको छ। फेरि हाम्रो अर्को कार्यक्रम पनि छ, बन्द सत्र पनि सुरु गर्नुपर्ने छ। त्यसैले गर्दा सम्पूर्ण आज आफ्नो अमूल्य समय दिएर यहाँ उपस्थित भएर मलाई साथ सहयोग सपोर्ट गर्नुभएको छ, त्यसमा म विशेष धन्यवाद साथै आभार प्रकट गर्न चाहन्छु। र अब अहिलेसम्म मैले जे जस्तो कार्यक्रम गरेँ, कसरी गरेँ, 2 वर्ष मैले कसरी गरेँ, के गरेर गरेँ, कसरी संस्था धानियो धानिएन, संस्थाको गतिविधि के थियो, कस्तो थियो, कुन तरिकाले गइरहेको थियो, कसरी जान्थ्यो भनेर अब हजुरहरूले आफै मूल्याङ्कन गर्नुभयो होला। मभन्दा अगाडिका विशिष्ट व्यक्तिहरूले पनि मूल्याङ्कन गरिसक्नु भएको छ र प्रश्न पनि सक्नुभयो कतिले। अब यसको विषयमा चाहिँ म फेरि भन्न चाहिनँ। जे जसरी गरेँ, मलाई जे जसरी साथ दिनुभयो उहाँहरूप्रति मलाई साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति पनि म मेरो मनदेखि नै एकदम आभार प्रकट गर्न चाहन्छु भन्दै म आजको सम्पूर्ण प्रथम चरणको स्थगित गरेर फेरि दोस्रो चरण सुरु हुनेछ। त्यो खाना खाएर मात्रै दोस्रो चरण सुरु गर्नेछौँ। त्यसका लागि त्यही भन्दै म आजको 2 शब्द टुङ्गाइ। हस्, धन्यवाद। जय घरबाल।